Hindi mo ba? दर्शकबिन नमस्ते नमस्कार स्वागत छ फेरि पनि नयाँ भिडियोमा वेलकम ब्याक टु माई युट्युब च्यानल इफ यु आर न्यू हियर डोन्ट फर्गेट टु सब्सक्राइब द च्यानल एन्ड हिट द बेल आइकन सो यु विल नट मिस द एभ्री भिडियो आई विल अपलोड इन फ्युचर। दर्शकबिन यदि तपाईँ पनि भुन्टी सिरियलको माया गर्ने मान्छे हुनुहुन्छ र भुन्टी सिरियल नछुटाइकन हेर्नुहुन्छ भने यो भिडियो अवश्य पनि तपाईँको लागि नै हो। दर्शकबिन आज हामी समीक्षा गर्दैछौँ यानि आज हामी रिभ्यू गर्दैछौँ भुन्टी नयाँ एपिसोडको। दर्शकबिन तपाईँले यो भिडियो कुन देशबाट हेर्दै हुनुहुन्छ तल कमेन्टमा भन्न नबिर्सनु होला। सुरु गरौँ आजको भिडियो। दर्शकबिन कहानी यस्तो रोमाञ्चक ठाउँबाट सुरु हुन्छ जहाँ भुन्टी लास्ट एपिसोड तपाईँले हेर्नुभएकै होला हैन, र हिजोको एपिसोडको हामी समीक्षा गर्दैछौँ। त्यसमा हामी लास्ट एपिसोडमा के भयो त्यो पनि हामी सामेल गर्ने प्रयास गर्छौँ। यो सिरियल अलि रोमाञ्चक तरिकाले तपाईँहरू सामु प्रस्तुत गर्ने प्रयास गर्नेछौँ। दर्शकबिन जस्तो लास्ट सिरियलमा हामीले देखेका थियौँ भुन्टी यानी सुकुमाया जसले चाहिँ भुन्टीको रूप लिएर चाहिँ भूपेन्द्र घरमा बसिरहेकी थिइन्, उनले केस जितेर आएर लालपूर्जा आफ्नो हातमा भएको हामीले देख्न पाइएको थियो लास्ट एपिसोडमा। सो यो एपिसोडमा भने कहानीको सुरु हुन्छ एउटा सपनाबाट जहाँ कि सिरिया दिदीले सपना देखिरहेकी हुन्छन्। हालांकि हामी चाहन्छौँ यो सपना हकीकत होस् हैन, यो सपना चाहिँ एकदमै स्पष्ट भएर भुन्टीको नै फेभरमा यो केस जाओस् हामी चाहिँ यो धारणा लिएर बसेका छौँ। तर म धेरै खुसी भएको थिएँ सुरुमा भिडियो हेर्दाखेरि, किनकि मलाई लागिरहेको थियो अब त भुन्टीले न्याय पाइछन् हैन, अब घर सम्पत्ति जायदाद जति पनि छ भुन्टीको नाममा भइसकेछ हैन भनेर चाहिँ एकदम खुसी भएर एकदम मनमा गदगद भएर मैले चाहिँ हेरिरहेको थिएँ एपिसोड। पक्कै पनि तपाईँहरूले पनि हेर्नुभएकै होला हैन। अनि एकदम खुसी भइरहेको थियो। अनि एक्कासी सिरिया दिदी चाहिँ टक्क त्यो हैन त्यो झलुङ्गामा सुतेर चाहिँ म दिन्न हुँदैन म दिन्न, मेरो सम्पत्ति मैले कमाएको मैले पसिना बगाएको सम्पत्ति म दिन्न भनेर चाहिँ बरबराइरहेको देख्दा म झल्यास भयो। हो यो त खत्तम रहेछ कहानी है। ऊ एक्लै बरबराइरहँदा अनि भुवन आएर ओइ उठ के भयो तँलाई भनेर उठाउँदै गर्दा नउठेपछि अनि भुवनले एक बाल्टी पानी सिरियाको टाउकोमाथि खनाएपछि बल्ल उनी बिउजेकी थिइन्। दर्शकबिन तर एकदमै रमाइलो लागेको थियो। जित भएछ भन्ने चाहिँ एकदम मनमा प्रफुल्ल भएको थियो हैन, म पनि एकदमै तपाईँलाई पनि खुसी लाग्यो होला। तर त्यही फेरि जब उसको सपना टुट्छ अनि फेरि नराम्रो पनि लाग्यो होला, ओहो यो त सपना पो रहेछ भन्ने जस्तो लाग्यो होला हैन। दर्शकबिन जस्तो सपनामा सिरियाले देखेकी थिइन् उता जेरीले कुटाइ खाएको छ, उता के अरे सिरियाको पनि ढाडमा लात्ताले जब सुकुमायाले पछाडिबाट बजाइन हेर्ने लायक थियो कि त्यति बेला वाउ भन्ने मनमा एकदम हर्ष चाहिँ उत्पन्न भइरहेको थियो, एकदम खुसी लागिरहेको थियो। हेर्नु तपाईँले हेर्नु नै भयो होला तपाईँलाई कस्तो लाग्यो यो एपिसोड। म त एकदम हर्षले गदगद भएको थिएँ यो एपिसोड हेर्दाखेरि। अनि दर्शकबिन जब सिरिया बिउजेर उठ्छिन् अनि चाहिँ अब सोध्छिन् भुवनलाई के भयो केस, मैले त कस्तो नराम्रो सपना देखेँ, केस के भयो भनेर चाहिँ जब भुवनलाई सोध्छिन् सिरियाले, भुवनले सबै कुराहरू स्पष्ट गर्छन् हैन। भूपेन्द्रले दिनै मानेन, म दिन्न भनेर चाहिँ ऊ कराइरह्यो। केस अझै अगाडि बढ्ने भयो। हाले भुन्टीले पाउने हक भुन्टीलाई दिइहाले आनन्दै हुन्थ्यो हैन। यो केसमा अब माथापछि गर्नु पर्थेन, घरिघरि कोर्टतिर धाउनु पर्थेन भनेर चाहिँ जब उनले सल्लाह एउटा राम्रो पक्ष राख्छन्, सिरिया दिदी उल्टै मैले कमाएको सम्पत्ति मैले कमाएको जायदाद त्यसै दिने, तिमी सधैँ त्यही भुन्टीको पछि लाएर हिँड्ने, बरु त्यसलाई सुइग्याउ दियो, त्यसलाई मारिदेऊ, तिमी बरु जेल गएर बस ज्यान मारेको मुद्दामा भनेर चाहिँ उल्टै आफ्नो श्रीमानलाई जब उनले उक्साउन खोज्छिन्। तर भुवन भने कहाँ अब त्यतिको, उनी भनेको असल मान्छे होइन, उनले बुझेका छन् भुन्टीको सङ्घर्ष, उसको माया, उसको ममता, उसको मन कतिको सफा छ भन्ने भुवनले राम्रोसँग बुझेका छन् नि त। त्यही कुरामा उनले चाहिँ
के भने कि तैँले भनेर एक थप्पड उनले अझै सिरियालाई नै चड्काउँछन् होइन। कस्तो खालको कुरा गरेको तैँले, आफ्नै श्रीमानलाई मर्डर गरेर जेलमा गएर बस भन्ने त कहाँसम्म कि चोथाले, मलाई डिभोर्स दिइहाल, म पनि डिभोर्स चाहन्छु तँबाट भन्दै सिरिया दिदीसँग डिभोर्स माग्न थाल्छन् भुवनले पनि होइन। अनि उल्टै सिरिया दिदी रिसाउँछिन् झन् होइन, मैले गरेको मेहनत त देख्नु छैन, उल्टै डिभोर्स माग्ने मसित ऊ चाहिँ उल्टै ठुलो भएर भनेर चाहिँ नानाथरी भनेर चाहिँ त्यही कुरा त्यो खतम हुन्छ। अनि यता सुकुमाया भने पुरा कुर्चीमा बसेर त्यो फ्रुटहरू खाइरहेकी हुन्छन्। फ्रुटहरू खाँदै गर्दा उनले देख्छिन् ढोकाबाट कि जेरी चाहिँ भित्र छिर्ने प्रयासमा हुन्छ होइन। उसले देख्छ जब सुकुमायालाई कुर्चीमा बसेर फ्रुट खाइरहेकी हुन्छन्, ओइ त के गरे कि यहाँ, तँलाई लाज लाग्दैन भनेर चाहिँ उल्टै उसँग बाज्न खोज्दा अनि उसले भन्छ के हो तँ चाहिँ किन आएकी यहाँ, बरु तँ चाहिँ किन आएकी मेरै घरमा, मैले सबै सामान उता तल पुर्याइदिइसकेँ, अब तलै पकाएर किचन छुट्याइदिइसकेँ मैले, तलै पकाएर खान्छन् सबैले, तँ चाहिँ बरु गलत छिर्दैछिस्, तेरो हिम्मत कसरी भयो भनेर चाहिँ गाली गर्दै गर्दा जब ऊ भित्र छिर्छ अनि केरा खाएर के केराको बोक्रा चाहिँ त्यसको ठ्याक्क अगाडि फालिदिन्छ अनि जेरी चाहिँ केरामा चिप्लेर लड्छ कि त्यो पनि दृश्य एकदम हेर्ने लायक थियो होइन, एकदमै राम्रो छ दर्शकहरू। यसमा यता भूमिकाको पक्षतिर भने भूमिकाले घरबाट निस्किने प्रयास चाहिँ धेरै गरिरहेको देखिन्छ। गाउँकी एउटा बहिनीसँग घरबाट घाँस काट्न जान्छु भनेर घरबाट निस्केर त्यो गाउँकी एउटा बहिनीसँग मोबाइल फकाइ फुलाइ गरेर मागेर आफ्नो घरतिर फोन लगाउन खोज्छिन्, आमालाई फोन लगाउँछिन्। अब आमा त अघि नै काठमाडौँ निस्किसकेकी छन् होइन। आमा र भीम चाहिँ होइन, भुवनको भाइ भीम र अब आमा चाहिँ मिलेर काठमाडौँ निस्किसकेका छन्। उनले धेरै प्रयास गरिरहेकी हुन्छन् तर अब फोन लाग्दैन। अनि बाउलाई ट्राई गर्छिन्। अब बाउले अब तपाईँहरू थाहै छ, अब बाउलाई त अब भूमिका पहिल्यैदेखि अब त्यस्तो राम्रो सोझो बुहारीलाई सताउने ह्यानत्यान गर्ने, बाउले भनेको नमान्ने, बाउको त अब होइन केही टेर पुछारै नलगाउने तरिकाले अब बसिरहेकी थिइन् पहिला पनि। त्यही भएर उनलाई विश्वास थियो बुवाले अब कुरा सुन्नुहुन्न भन्ने, भयो पनि त्यस्तै। अब उनले चाहेकी थिइन्, भन्न चाहेकी थिइन्, खोजिरहेकी थिइन्, तर उतिकैमा उनको श्रीमान आएर उल्टै उनलाई एक झापड लगाएर मुखसुख बन्द गरेर मोबाइल खोसेर अनि ससुरासित कुरा गरेर केही भएको छैन, तपाईँलाई यो दुःख दिनलाई मात्रै यसले यस्तो गरेकी हो, केही भएको छैन, एकदम खुसी छ, एकदम शान्तमा छ भनेर चाहिँ आफ्नो ससुरालाई सम्झाउन भ्याउँछन् उनले होइन। मुख चाहिँ बन्दै गरेको एकदम ठिक भइरहेको छ उसलाई, उसले गरेको कर्मको फल उसले मिलिरहेको छ उसलाई होइन, एकदम ठिक छ। त्यो भनेको उसलाई हुनु नै पर्ने थियो, किनकि जस्तो गर्यो, जस्तो हामीले बिउ रोप्यो त्यस्तै फल पाउने त हो। यता लक्ष्मी र अनि भीम यानि भुवनको आमा र अनि भीम चाहिँ घरबाट निस्केर काठमाडौँतिर लागिरहेका बेलामा चाहिँ ठ्याक्क भुन्टीका ससुरा घाँस लिएर आइपुग्दाखेरि कहाँ जान लागेका तिमीहरू भनेर सोध्दै गर्दा उनीहरू चाहिँ काठमाडौँ जान लागेको भनेर चाहिँ जब उनलाई जवाब दिन्छन्। अनि उनको बाबुलाई अलि नरमाइलो लाग्छ, किनकि अब घरको मूली भनेको त बाउ हो नि त, बाउसँग सल्लाह सुझाव लिनु भनेको स्वाभाविक हो। उनीहरू कुनै कुरामा पनि सल्लाह नगरी होइन, सुझावै नलिई, बाउको राय नै नलिई अब जे काममा पनि कदम उठाएर हिँड्ने गर्छन्। अनि त्यही उनले चाहिँ उनीहरूलाई सुनाउँदै थिए, बाउसँग सल्लाह गर्न तँलाई अलिकति पनि सोच आएन भन्दै आफ्नो छोरालाई कराउँछन्। तेरो आमा त आमा भइहाल्ली होइन भनेर चाहिँ भन्दै गर्दा पहिला पनि मैले भनेको नमानेर तिमीहरूले त्यो भुन्टीको माइतीलाई कुटपिट गर्दाखेरि जेल गएर बसेको अझैसम्म चेताएको छैन, मैले त्यति बेलै भनेको होइन यस्तो नगर उस्तो नगर भनेर भन्दै सम्झाउँदै गर्दा उल्टै उनीहरू चाहिँ हामी जेल बस्यो भनेर तपाईँलाई खुसी भयो होला होइन, मनमा नै खुसी भएन होला, खुसी हुनु भयो होला भन्दै भुन्टीकी सासूले चाहिँ जवाब दिन्छन्। र उनीहरू काठमाडौँतिर लाग्छन्, तर उनीहरूले पनि थाहा पाउनेछन्, किनकि अब उहाँ त अब भुन्टीको ठाउँमा त अब सुकुमायाले वेट गरेर बसिरहेको छन् नि त, सुकुमाया छन् घरमा, उनी त अब त्यो भुन्टीले जस्तो भनेको सहने, मारपिट गरे पनि रुँदै कुनामा बस्ने होइन, त्यस्तो खालको त छँदै छैन। उनले त जवाब दिन्छन्। अब यिनीहरूलाई बल्ल थाहा हुन्छ भुन्टीको रूप असली होइन, किनकि अब सुकुमाया छिन् नि त घरमा। जब यिनीहरू काठमाडौँ पुग्छन् नि, जब सासु आमाको कपाल भुताला भुताल हुन्छ, जब सासु आमाले पनि खान्छन् अनि भीमले पनि खान्छ चड्कन होइन, अनि बल्ल यिनीहरूको अकल ठेगाना आउँछ, ओहो यो भुन्टी त खतरनाक भइसक्यो, अब यहाँ बस्नु हुँदैन भनेर गाउँ फर्किन्छन् उनीहरू पनि। यिनीहरूलाई पनि स्वाद पाउनुपर्छ, यिनीहरूले पनि पक्कै यिनीहरू ठिक गर्दैछन्, काठमाडौँ जाँदैछन् यिनीहरूले ठिक गर्दैछन्, स्वाद पाउँछन् यिनीहरूले पनि, किनकि घरमा त सबैले कुटाइ खाइ बसिरहेका छन् होइन। सुकुमायाले कसैलाई पनि छोडेकी छैन, सबैको कपाल लुछा लुछ, कसैलाई चड्कन कसैलाई थप्पड उनले हानेकी हानेछन् घरमा छिरेदेखि।
तर पालो आउँछ सासू आमाको र देवरको पनि पालो आउँछ हैन हामीले देख्नेछौँ अर्को एपिसोडमा पक्कै पनि यो हुन्छ दर्शकबिन हेर्दै गर्नु होला नेक्स्ट एपिसोडमा मैले भनेको थिएँ भन्नु होला र दर्शकबिन यता भुन्टी भने अब कोर्टबाट फर्किसकेपछि अलिकति निराश जस्तो देखिन्छ हैन अब त्यही त हो नि केस अब सुकुमायाले त अब उनीसँग हिम्मत छ अब भुन्टी भनेको अलि सोझो मान्छे उनलाई अब निकै गाह्रो भइरहेको छ हैन कोर्टमा गएर उभिन जवाब देही गर्न हैन अब अझै कति धाउनु पर्ने हो र उनको म्याडमले भने उनलाई सान्त्वना दिँदै सम्झाउँछिन् तिमी टेन्सन नलिग यो कोर्ट कचहरी भनेको यस्तै हो समय लाग्न सक्छ तर सत्यको जित अवश्य हुन्छ हैन त्यही भएर तिमी हिम्मत नहारिकन अगाडि बढ हामी पनि तिम्रो साथमा छौँ म तिम्रो साथमा छु भन्दै भुन्टीलाई सम्झाउने प्रयास गरेको देखिन्छ दर्शकबिन कहीँ पात्रमा धेरै नराम्रा पक्षहरू पनि छन् र कहीँ राम्रा पक्षहरू पनि छन् दर्शकबिन मान्छे भनेर सबै एउटै हुँदैनन् अब ससुरालीमै पनि भनौँ न अब नन्द देवर अमाजु भाउजू देउरानी हैन सासू ससुरा सबै एउटै हुन्छन् भन्नु त्यस्तो छैन अब कुनै राम्रो पनि हुन सक्छन् धेरै जस्तो त अब हाम्रो समाजमा अब भाउजू भनेपछि हेप्ने नै खाले देखिन्छ हैन भाउजू भनेपछि अब सबै काम भाउजूले नै गरिदिनु पर्ने सबै कष्ट भाउजूले नै सहनु पर्ने खालको जस्तो हाम्रो धारणा चाहिँ समाजमा छ दर्शकबिन त्यसलाई बदल्न चाहिँ पर्छ जस्तो मलाई लाग्छ र दर्शकबिन अब भिडियो धेरै लामो भइसक्यो म यही टुङ्ग्याउन चाहन्छु अब यता तपाईहरुले अब सिरियल हेर्नुभएकै छ अब नेक्स्ट एपिसोडमा हामीले अब हेर्न पाउने र अब हामीले कल्पना गर्ने भनेको पक्कै पनि यता जब भुन्टीकी सासू र भुन्टीका देवर जब पुग्छन् काठमाडौँमा उनीहरूले पनि त्यस्तै व्यवहार सुकुमायाबाट पाउनेछन् त्यस्तै खालको उनीहरूले पनि कुटाइ चुटाइ खानेछन् हैन त्यो चाहिँ हामीले प्रेडिक्ट गर्न सकिन्छ नेक्स्ट एपिसोडको लागि र कसले चाहनुहुन्छ भुन्टीले यो केसमा छिटोभन्दा छिटो न्याय पाओस् र उसले पाउने हक उसले पाओस् भनेर कसले चाहनुहुन्छ तल कमेन्टमा लेख्न नबिर्सनु होला र हजुरहरूलाई यो हिजोको सिरियलमा सबैभन्दा राम्रो पार्ट के लाग्यो त्यो पनि तल कमेन्टमा राय लेख्न नबिर्सनु होला दर्शकबिन र हामीलाई पनि सब्स्क्राइब गर्न नबिर्सनु होला भिडियो मन पर्योमा भिडियोलाई पनि लाइक गरिदिनु होला हवस् त नमस्ते नमस्कार फेरि अर्को भिडियोमा भेट हुनेछौँ तबसम्मको लागि हाँस्दै रहनु होला हेर्दै रहनु होला भुन्टी सिरियल नमस्ते बाइ।